गाडी बल्ल बल्ल आइपुग्छ कि भन्ने जस्तो चाहिँ गरिरहेछ। बल्ल बल्ल क्या 3 पटक 4 पटक क्या मान्छे झरेर यहाँ छौँ हामीहरू। 5 बजेको गाडी चढेको 5 बजेको गाडी चढेको गाडीले 3:30 भइसक्यो। 3 बजे पुरानो पर्ने ठाउँमा अझै पुऱ्याएन। यी गाडीलाई त्यही उकालोबाट निस्किन 12 बजिरहेछ। निस्केला छैन निस्केला। अन्त यो के ठाउँ हो? यो चित्रे सामुदायिक होइन चित्रे माध्यमिक विद्यालय भन्ने रहेछ यहाँनिर। चित्रे जस्तो देख्छु के अरे। स्कुल यता माथि डाँडामा छ। यो घरमा पसल रहेछ। अब हिँडेर जान सुरु गऱ्यौँ हामी। गाडी आएन गाडी आएन त्यही भएर चाहिँ हामी अब के गर्छौँ भन्दाखेरि चाहिँ हिँडेर जान्छौँ। मेरोमा ब्याग हुन्न के यही त समस्या छ। जाँगर लाग्छ मलाई झ्याउ लाग्छ कि सबभन्दा त्यही एडिटिङ गर्ने। This is the most expensive bouquet in the world. Prepared by one and only चञ्चली कुमार। अर्डर यसरी लाउन मिल्ने रहेछ। अर्डर चाहिँ हाम्रो वेबसाइटमा गएर गर्न सक्नुहुन्छ। वेबसाइट कहाँ छ भन्ने कुरो कसैलाई पनि थाहा छैन। फेरि यहाँ पनि लाउन मिल्छ अनि यसरी लाउन नि मिल्छ। क्वालिटी यसका विशेषता अलि धेरै छन् अनि भनिसक्नु छैन। इन्जिस पम्प पनि छ अनि अरू के छ? यहाँको वेदर कन्डिसन चाहिँ हुस्सु लागेको जस्तो हो। यहाँ गाउँ पनि रहेछ देखाऊ। होइन यो मल फाल्ने बेला भइसक्यो चाहिँ मलको थुप्रो थुप्रो छन्। मास्क लगाएर यता यता चाहिँ गाउँ पनि छ। फेरि कता छ गाउँ? यो खानेकुरा हो कि के हो? सेलु चाहिँ पाक्न आँटेको अवस्थामा रहेछ। ए ऐसेलु अब बिस्तारै पाक्यो। यो चाहिँ ऐसेलु काँडो बिच्यो। यहाँ पनि रहेछ। झिक्दिउँ न भयो भयो। ए ऐसेलु तर काँडा पनि त्यस्तै रहेछन्। फेरि टिप्न जान्नु पर्यो नि माया। उता रहेछ यता पनि छ। यहाँ पनि छ। खाना पनि जानु पर्यो नि। अमिलो मिठो छ तर उयो डिजिज आएको त होला नि। अझ रातो हुन्छ नि यो। चञ्चली के गरिरहेको? त्यहाँ पर अलि धेरै छ अरे नि। किन हो यस्तोमा टिपेर खान लाग्यो? खै कति जम्मा गर्यो? यो चाहिँ ऐसेलु। हामी नदेखेकालाई त के हो भन्ने जस्तै। यहाँ बोटमा हल्का रहेछ। सानो बोट रहेछ। त्यही पनि हामीले बाँकी राखेनौँ। सक्न थाल्यौँ। त्यही पनि गाडी बिग्रेर रोकिएको ठाउँमा यति नै हो। सकिँदैन यहाँ। ल ठिक छ। यो पनि ऐसेलु हो। ऐसेलुको बोटमा आयौँ हामी। कुन चाहिँ? चुत्रो चुत्रो पाकेको होइन। अरे बस आयो। बस आयो बस। चित्रो टिप्दैछौँ। यता चाहिँ हाम्रो बस बल्ल बल्ल क्या धौमानी बस चाहिँ आइपुग्यो। हामी चाहिँ हिँड्दै हिँड्दै यहाँ यसमा आइसक्यो। अब चाहिँ बस चाहिँ आयो। है कति टिप्यो? यहाँ त खानै बेर भएको छ। चञ्चले हेलो भन्थ्यो। हेलो अरू के भन्थ्यो? हामी कहाँ जाँदैछौँ? बेलुङ होइन बुलुङ जाँदैछौँ। गाडी फेरि रोकिँदै चल्दै गर्छ। तान्न सक्दैन। रोड धेरै छ। पानी परेर रोड नेपालको रोड त सबैलाई थाहा छ। गाडीमा कसले सिटी मार्यो अरे?
गर्नु लाग्यो? हामी चिया खान लाग्यो 5:30 बजे पुग्यो दिदीले चिया र खाजा दिनुभयो अनि त्यो खाइरहेको अरू अब आफैमा खाजा यहाँ पानी तातिरहेको छ भात पकाउने नौलो चलन भनेको चाहिँ के भन्दाखेरि यहाँ दाउरा केही पनि छैन तल चाहिँ माथि चाहिँ कोइला माथि छ नि कोइला माथि छ कोइला बल्छ अनि खरानी चाहिँ तल खस्छ त्यसैले आगो नबालिकन चाहिँ भात पाक्छ अरे यो चाहिँ मैले पहिलोचोटि चाहिँ अनुभव गर्दैछु यहाँ देख्दैछु हामी चाहिँ दाउरा बालेरै पकाएको चाहिँ देखेका थियौँ होइन ग्यासमा त अब पाक्ने भइहाल्यो यो माथि कोइला पनि माथि छ कुकर पनि माथि नै छ खरानी चाहिँ तल खस्छ अनि भात चाहिँ पाक्छ यो दिस इज कम्प्लिटली न्यू फर मी यसको मेन विशेषता भनेको चाहिँ यसमा पकाएर 2-3 घन्टासम्म जहाँ गए पनि यो तातो हुन्छ सेलाउँदैन अनि जल्ला भन्ने पनि डर हुन्न कि आगोमा पकाएको ग्यासमा भयो भने त अन गरेर छोड्यो भनेपछि चाहिँ खाना डढ्ने भात डढ्ने हुन्छ जल्छ तर एमा चाहिँ यस्तै गराएर जति बेरसम्म छोडिदिए पनि खाना चाहिँ तातो जल्दा पनि नजल्ने यस्तो मजाको पनि यो भनेको नेपालको नेपाली राइस कुकर अटोमेटिक अन अफ वाला विशेषता चाहिँ यसमा नभए पनि अटोमेटिक तातो र नजल्ने चाहिँ छ यसमा म चाहिँ अहिले यहाँ लक्ष्मी दिदीको घरमा छु म सँगसँगै हामी चम्चली कता छ खाजा खाँदै फुर्सद छैन चम्चलीलाई अनि पनि छिन् म यता भएँ अनि यता चाहिँ हाम्रो चुलो छ अनि यता चाहिँ हाम्रो राइस कुकर छ प्रेसर राइस कुकर अटोमेटिक राइस कुकर छ अनि ऊ त्यहाँ यतातिर ढोकामा चाहिँ हाम्रो सेक्युरिटी दाइ बस्नु भएको छ हामीलाई नयाँ पाहुना आछन् भनेर यस्तो ठाउँ छ भने यस्ता मुढाहरू काटेको देख्दा बित्तिकै अरू केही नसोचेर यो अलनसको फरेस्ट हो भनेर थाहा पाइन्छ अब योभन्दा धेरै पालेर कामै छैन त्यही भएर यतिको साइज भयो नि काट्दै प्रयोग गर्दै खाली देखिरहेछ आज कस्तो अँध्यारो आएको मोबाइल अँध्यारो आएको छ क्या छलफल कार्यक्रम सकियो अब चाहिँ हामी घर फर्किन लाग्यो यहाँ हाम्रो वरिपरि लाली गुराँस फुलै छ ल अध्यक्षको विवाद रहेछ बबिताजीको धारणा अध्यक्ष छोरा बनाउनु थालेर बाले होइन मान्छेहरूलाई चञ्चली मिसलाई गुराँसको फुल देख्नै हुँदैन फुल चाहिँ टिपेर हेर त हामी चाहिँ यति ठुलो तलबाट अब सिधै माथि जाने हो सर्लक्कै स्यास्या फ्याफे गर्दै लो कभर इट के साह्रो बिजी हो फोटो खिच्न ल यो बनाउनु भिडियो यता फर्काएर हामी आउँदै गर्छौँ सल्लाहको बास्ना यहाँ चाहिँ बबिता मिस आउँदै हुनुहुन्छ ऊ त्यो तलको चाहिँ तामाकोसी हो तर यहाँबाट देखिरहेछ तामाकोसी यहाँ रोडोडेन्ड्रन कस्तो मजाले फुलेछ कति ठुलो भिर हो यहाँबाट खस्यो भने गयो ब्याक गर्न मिल्ने भइदियो दोस्रो फिल्डको पहिलो डेटा कलेक्सनको लागि चाहिँ हामी कहाँ गएको ऐने ढुङ्गा कन्जर्भेसन म्यानेजमेन्ट सब कमिटीमा गएको थियौँ त्यहाँबाट फर्किन थाल्यौँ 10 बज्यो म चाहिँ त ख्याएन क्या के भन्नु
के भन्न लागि चाहिँ मन्दिर ए, यहाँनिर बोल्न पाउँदैन। हेलो, हामी चाहिँ खानासाना खाएर आइसक्यौँ। सरको नर्सरीमा आएको, पार्टी गइरा भन्ने ठाउँमा पार्टी गइरा भन्ने ठाउँमा। यो चाहिँ सरको घर हो। कहाँ गयो देखेकै छैन। यसमा चाहिँ एउटा रुम र एउटा किचन, अनि यो चाहिँ नर्सरी हो। ब्याक गरेर देखाउन मिल्दैन, अब यसरी देखाउँछु म। कति देखिन्छ मिलाएर हेर्नु। मिलाएर हेर्ने। वा, यो चाहिँ पाइनस। अरू त के चिनेको छ है यहाँ? के त चिनेको चाहिँ नर्सरी हो। भेटिन्छ होला क्यारे। यो चाहिँ बबिता, यो चाहिँ म चञ्चली कुवर। अब भात खाएर अल्छी लगाएको हो खासमा। कोही कसको पनि बेला सार्ने कोही कसमा छ सार्ने भन्ने कुरा थियो। खै के गर्नु। कहाँ जानु लागेको चञ्चली? दिदी कहाँ जानु लाग्नु भएको छ? म त अब घर जानु नि हो। हामीलाई कहाँ भेटाउनु लाग्छु भन्नुहुन्थ्यो त। जयसी गाउँ जैसी गाउँ भन्ने छ फेरि माथि। एउटा दिदी हुनुहुन्छ त्यहाँ, टिम्मु सामुदायिकको कोषाध्यक्ष। उहाँकै घरमा भेट्नु लाग्नु। ए बुलुङ खानी जाने वान एन्ड ओन्ली एउटा दिनमा एउटा बस आउँछ। दिनमा एउटा बस आउँछ। यही हो, यही बस आउने गयो सर्लक्क माथि बुलुङ खानी जान्छ, अनि भोलि काठमाडौँ जानु फर्किन्छ। कहाँ जाँदैछौँ सञ्चली आज हामी? देखिछु किन हेर त। देखिरहेछ। कहाँ जानु लाग्छौ? थाहा छैन मलाई। चिसापानी, दोलखा, लादुक, टिम्मु सामुदायिक वनको छलफल गर्न लादुक जाँदैछौँ हामी। आज दोस्रो दिन भन्ने हो कि लास्ट भन्ने हो। हामी त फेरि फास्ट होकेर जेमा पनि अघिल्लोचोटि 4 दिन लगाएर सकेको क्या योपालि। 4जनाले 4 दिनमा सकेको थिएँ। मैले त 2 जनाले 2 दिनमै सक्दिनँ। हामीले त यो यात्रा जारी छ। नयाँ वर्ष मान्न घर जाने भन्ने प्लान अनुसार हाम्रो दिदी हामी जहाँ गयो त्यही बाटो देखाउँदै मान्छे चिनाउँदै हिँड्नुहुन्छ। पछाडि आउँदैछ टोली ठुलै छ। एउटा साथी, अर्को साथी पनि लिएर आऊँ। त्यो कता गयो? ऊ अलि पछाडि छ। त्यो चाहिँ अलि ऊ लास्टमा छ। हेर न, आज चैतको 30 गते रहेछ। चञ्चलीको बर्थडे। चञ्चलीले पार्टी दिनुपर्छ भनेर भन्दैन भने कि मम्मीको फोन आइसकेपछि बल्ल आयो चञ्चलीको बर्थडे रहेछ भन्ने कुरो चाहिँ। ल फेरि पनि ह्याप्पी बर्थडे टु यु चञ्चली मिस। अब पार्टी दरो हान्नुपर्छ दोलखामा। दोलखामा बर्थडे मनाउने अब यो पालि। अस्तिसम्म त अनि सोझा हुन्छन् त्यो वैशाखमा जन्मेको कस्ता हुन्छन्? वैशाखमा नयाँ सालको झन् राम्रो। अनि सम्मत फिरेको वैशाखको बोल न, म त बोल्दिनँ। तिम्रो कुराहरू आज बर्थडे गर्लकै कुरा निकाल्नु पऱ्यो नि त। के छ प्लान? के हो के विशेष छ आज बेलुका? के गर्नु मन छ, के भन्नु मन छ? होइन, आज बेलुका के विशेष हो? अरू त केही छैन। मन छ। अब हामीलाई त खाना पार्टी खानेको कुरो छ। हामी रम खाने आज बेलुका। रम खाने कि वाइन खाने कि? त्यहाँबाट म त घर जान्न भन्दै चञ्चली म त घर जान्न भन्दै र बस्दै दिदीलाई समात्दै। भोलि फेरि म चञ्चली जामगिन गाडी आयो भन्दै लतार्दै, चञ्चली फेरि म जान्न भन्दै दिदी समाउँदै। खेल मैदान हाम्रो नर्सरी त्यहाँनिर छ। यतातिर खेल मैदान छ।
हामी यो बाटोबाट जाँदैछौँ। बाटो त फेरि ओह्रालो सुइयो उकालो जाँदा स्यास्याएर फ्याँ फ्याँ। यसको छुट्टै अध्ययन गर्छ नि त, यो संरक्षणले गर्छ होइन। यसको अनि सिसी क्यामेरा राखेर के उनीहरूको विधि छ। अब हामीले त अनि चौरी पनि डुप्लिकेसन के मान्छेले के गर्न थाल्यो भन्दाखेरि अब हामी पनि नपुग्ने आयोजनाको मान्छे पनि नपुग्ने। अब एउटा गाई अथवा बाघले खायो केही गर्यो अथवा लडेरै मरेछ भने पनि के हुने त भन्दा बाघले खायो भने अब त्यहाँ कुकुरहरूले के सिखायो हेर्यो भने त्यो त देख्दैन। फोटो खिचेर ल्यायो एउटै गाईको अनि एकचोटि फोटो खिच्यो अर्कोपट्टि अर्कोचोटि। त्यसो गर्दा एउटै मान्छेले चाहिँ त्यो डुप्लिकेसन भएको हुनाले मान्छेले किन पाउने भएपछि त मान्छेले त त्यो अलिकति गलत काम गरियो क्या। त्यो भएपछि हामीले नै के भने अब माथिबाट आउँछ हामी समितिमा छौँ, अब समितिको पनि सिफारिस चाहिन्छ। अहिले उनीहरूले के ल्यायो संरक्षणले भन्दा दिनैलाई अब त्यो घटनास्थलमा सकेसम्म समितिको मान्छे त्यहाँ बसेर फोटो खिचेको हुनुपर्ने अनि मात्रै पाउने भनेपछि अब डुप्लिकेसन हुँदैन। मान्छेमा सजिलो भयो कि त मान्छेले फेरि अर्को गलत बाटो पुगिहाल्छ क्या। त्यस्तो मेरो मिटिङ पनि सक्यो, खाना खाएर पनि सक्यो। हिँड्न मन नलै फर्किन थालेछौँ बाटोमा। देखिन्छ भनेर मक्ख परेको थिएँ, फेरि बादल ढाक्यो। यो पुरै यो मेन भनेको यहाँनिरको बाटो। अघि अलिअलि देखाएको थियो, खुल्न लाग्यो भनेर सन्ताले फोटो खिच्नु भनेको थियो। क्यामेरा देख्नु त बित्तिकै गयो खै। बादल उडिराख्या गौरीशङ्कर हिमालको एरिया यो पुरै यो मेन भनेको यहाँनिरको भाग हो। अघि अलिअलि देखाएको थियो, खुल्न लाग्यो भनेर चन्चाले फोटो खिच्ने भनेको थिइन्। क्यामेरा तेर्सन्दा बित्तिकै गयो खै। सब बादलले ढाकेछ, केही पनि देखेको छैन। गौरीशङ्करको भ्यू हामी चाहिँ बबिता मिस ऐसेलु टिप्न रेडी हुनुहुन्छ। ऐसेलु छ तर नदेखेको हो, म जुम गरेर देखाउँछु ल। यहाँ छ ऐसेलु अनि यहीँ चाहिँ म्याम खाँदैछिन् ऐसेलु। यी चाहिँ क्यामेरा नै खसे। अनि यहाँ चाहिँ बडीगार्ड, यहाँ चाहिँ गौरीशङ्कर हिमाल हो पर ढाकेछ। यो चाहिँ गाउँ बुलुङ गाउँ है। यो बुलुङ गाउँ, उतापट्टिको चाहिँ ओराङ गाउँ, अनि त्यसपछि उतापट्टि रोलवालिङ, यता म्याम। भिडियो लामो भयो हो तैसी बात। यहाँ भएको ठाउँ यसो टिप्नु छैन, कता कता गएर टिप्छु नानी, कहाँबाट हुन्छ है। आज हामी उता छलफल गर्न गएको, के दाई अरे नामै बिर्सिए। कालुराम दाईको बानी चाहिँ हाम्रो बुढी भन्ने बानी रहेछ क्या। अनि हाम्रो बुढी यस्तो हाम्रो बुढी उस्तो अरे क्या सबैको। अनि दिदीले चाहिँ कहाँ हाम्रो बुढी भनेको, मेरो बुढी भन्नु न भनेर भनेको हुनु नि ठिकै हो, कहाँ हाम्रो बुढी भनेको। अनि बुढी त आफ्नो मात्र हुन्छ नि यार, त्यसलाई नि नचढेरै मान्छेले यति धेरै टिप्यो छ। हात केर आउँछ हुन्छ क्या। माथि चढ्यो भने मात्रै हो, नचढ तर छोडिदेऊ। कि जाने हो र माथि उयो यताबाट जान पाइयो। यहाँबाट के त ऊ यताबाट खान मिल्छ होला भनेको। जानेर पर त यो मात्रै बोट हो।
अब यो भोटो यसमा चाहिँ खान गाह्रो छ। होइन यसैको टुप्पो टुप्पोमा भएको चाहिँ खान पाउँछ। उता माथि भएको भन्न खोजेको। त्यहाँबाट चाहिँ जाने होइन कि उताबाट जाने हो? उताबाट बाटो भइहाल्छ नि बनाउने। फर्किँदाखेरि को हो यस्तो गाडी चलाउने? गाडी होइन कि त्यो मेसिन हो यताबाट काट्ने। ए ऐसेलु त ठिकै हो तर मलाई थितोरे यार। कहाँको बाँदरहरू आएछन् सोच्ला। खै देखाऊ कति भयो? ओ वाउ कलर त छुट्टिया नि के अर्कै कलरमा आयो। होइन त्यही पहिलो नै देखिरहेछ। ओ हामीले एक्सिडेन्ट हुने भन्दा 2 वर्ष अगाडि रोपेको अघिल्लो साल। Hello. Welcome to our vlog. We are here in दोलखा बिगु 3। अनि यहाँको प्राय परिचय दिने स्टाइल भनिदेऊ न एउटा कसरी गरे अरे? नमस्ते म बिगु गाउँपालिका 3 वार्ड नम्बर 3 वडा नम्बर 3 अनि वडा पनि भन्दैन वार्ड नम्बर 3 नमस्ते म बिगु गाउँपालिका वार्ड नम्बर 3 अनि मेरो परिचय भन्नु पर्दा म कान्छी श्रेष्ठ हिजोको एउटा आमाको नाम के रे के थियो? के कुमारी थियो नि एउटा केटाको नाम जस्तो। रेशम होइन सन्तोष रमेश यस्तै के कुमारी थियो नाम हेर्नुपर्छ। ऋतिक हो कि के पो जस्तो लागेको थियो। डायरी खोला न त भेटाइहाल्छु। अनि नाम नागरिकताको नाम भन्ने कि कस्तो नाम भन्ने रे? नागरिकताको भन्नु न भनेको अनि त्यसै के भनिन् भन्नै पर्ने हो। लाज मानिन् केटाको जस्तो नाम थियो तर भनिन् भन्न चाहिँ बिचरा। यो ओराङ जाने बाटो यस्तो छ अनि ऊ माथि लेखातिर चाहिँ यार्सा गुम्बा पाउँछ यहाँनिर। अनि यो सेतो बादल जुन छ यो भिरमा चाहिँ बोट बिरुवा छैनन् त्यही भएर त्यहाँ पहिरो जाने ठाउँ कति धेरै छ है। त्यहाँ माथि देखाऊ त्यहाँ माथि बोट बिरुवा भएको ठाउँमा चाहिँ प्राय त्यो के अरे माटो चाहिँ खस्केको छैन। यही त हो नि फरक है वृक्षारोपण र नभएको ठाउँको। अनि गौरशङ्कर हिमाल चाहिँ ऊ यो सेतो भएको ठाउँमा हो तर देखेको छैन। यसरी सर्लक्कै त हो यो मौसमले पनि च्यालेन्ज गरिरहेछ क्या यिनीहरू हेर्न नपाउन् भनेर त्यही भएर छैन खै गौरीशङ्कर कहाँ छ भने जसरी लुकिरहेछ। धेरै लजायो क्यारे। त्यो चाहिँ कस्तो राम्रो फुलेछ यता को रेड छ अनि यहाँ तल पनि रेड फ्लावर छ भने यो चाहिँ पिङ्क। एउटै रुखमा पनि यस्तो भ्यारिएसन छ। यो चाहिँ तर यस्तोको यो चाहिँ पानी मिलो ऊ यहाँबाट पानी आउँछ यहाँ माथिबाट यो खुलामा अनि यसले चाहिँ यता यहाँको टिका लगाएर आएछौँ। टिका चाहिँ के विशेषमा भन्दाखेरि हाम्रो लक्ष्मी दिदीको चाहिँ आफन्तकोमा पूजा रहेछ। अनि हिजो निम्तो गर्न आउनु भएको थियो अनि आज बिहान पनि उता डुलेर आएपछि पूजामा आउनु है भनेर भन्नुभएको थियो। अनि हामी त्यही पूजामा गएको टिकुली टाँसेर आइसिन बर्थडे मनाएर पार्टी दिएन आज दरो सेलरोटी खायौँ। अरू के खायो? सेलरोटी खाइन् अनि सुजी थियो चिया पनि थियो फर्सी पनि थियो पाकेको फर्सी तर गुलियो थिएन है। फर्सी गुलियो थिएन त्यसको स्वाद खै धेरै उसिन्यो भने चाहिँ त्यसको स्वाद जान्छ क्या। थोरै तल हो कि माथि यता हो
यत्रो बाटो हिँडिसक्यो अझ पनि कन्फ्युज भयो भने थुक्क मजा आयो हुलिया त फेरि हाम्रो गाउँले पारामा हिँड्दिन थाल्यौँ अब हाम्रो गाउँ हाम्रो लोकल पक्का गाउँ भइसक्यो पक्का गाउँमा पक्का मान्छेहरू टिको लगाएर पैसा पनि कमाएर प्रसाद पनि खाएर सबै भइयो त खै नचिनेको ठाउँमा आएर पनि यसरी पूजामा जे भने गाउँका मान्छे यहाँ चाहिँ किन अब माथि गएर खिचौँला त्यसलाई यो हिमाललाई निहाल्दाखेरि यसो छ ल अब चाहिँ हामी काम सकेर कति धेरै काम हुन्छ रातिसम्म बल्ल काम सकेर चाहिँ हामी फर्किँदैछौँ रात पर्न थाल्छ क्या अब हाम्रो काम चाहिँ यति नै हो अब भोलि चाहिँ हामी ब्याक टु काठमाडौँ यति बेला त पुग्छौँ कि काठमाडौँ भोलि कास जस्तो मैले आँखाले देखिरहेको छु त्यस्तै यो क्यामेराले खिचिदिएको भए कति राम्रो हुन्थ्यो होला मैले एउटा देखिरहेको छु क्यामेराले अर्को खिचिरहेको छु के गर्नु क्वालिटी धेरै राम्रो भएपछि यस्तै हो यी रातिमा हिमाल हेर्न हिँडेकी केटी ऊ चाहिँ देखियो हिमाल यो पुरानो पोहोर सालको यतातिर ऊ त्यहाँ यता लास्टमा भएको चाहिँ यो नर्सरीको काम सकियो यो नर्सरी यतातिर पनि छ यता पनि काम भइरहेको छ सबै नर्सरीबाट उकालो लागेर अब हामी गाडी कुरेर बस्छौँ हो कि होइन यहाँ ताला लगाउने अब कस्तो मुटु झुस भइछ अहिले अलपत्र यात्रु खसीले गर्दा नयाँ वर्षको खसीले गर्दा